जिउँदो मान्छेलाई इँटा भट्टामा पोलेर जन्म कैद पाएका व्यक्तिले चाहिँ सफाई पाउँछन्। मैले ठगारी ठगे छैन बाबा, मेरो काहीँ पनि संलग्नता छैन, म जेल बाहिरै बसेर सहयोग गर्छु भन्ने रवि लामिछाने चाहिँ ठुनामा जान्छन्। अब न्याय प्रणालीमाथि त्यस्तो धेरै चाहिँ टिका टिप्पणी नगर्नु भनेको छ, गर्नु नै पाइँदैन। तर यो विषयमा चाहिँ होइन, रवि दोषी निर्दोष त अहिले टुङ्गिसकेको छैन नि त, उनी दोषी रहेछन् भने जेल जानुपर्छ। रवि देउता होइन, भगवान होइन। तर केही गरौँ भनेर आएको, नयाँ केही सोच गरेर आएका मान्छेलाई यसरी चाहिँ झ्याप्प चाहिँ म बाहिरै बसेर चाहिँ अनुसन्धानमा सहयोग गर्छु भनेर भन्दाखेरि होइन, त जेलभित्रै जानुपर्छ भनेर अदालत त्यस्तो फैसला गरिदिन्छ। फेरि तपाईँको त्यो रौतहट जिल्ला अदालतले चाहिँ आफ्ताब आलमलाई के भन्छ, सर्वसहित जन्मकै 3 जना मान्छेलाई इँटा भट्टामा जिउँदै जलाएको भनेर चाहिँ जेल हालेको ठाउँमा चाहिँ वीरगञ्ज उच्च अदालतले चाहिँ उनलाई चाहिँ जेलमुक्त, क्लिन चिट दिएर जेलमुक्त गर्छ भनेको, उनले सफाई पाउँछन्। अब यो न्यायालयले दिए सफाईको विषयमा म केही बोलिनँ। आफ्ताब आलम चाहिँ पावरफुलै नेता हुन्, आफ्नो ठाउँमा एकदम विकास गरेका मान्छे हुन्। विकास गर्ने, विकास प्रेमी नेतालाई सबैले नै माया नै गर्छन्। उनले अर्कोचोटि पनि मलाई लाग्छ उनी चुनाव उठ्यो भने मजाले ख्यालमै जित्छन्। उनले आफ्नो पकड छ। अब रवि लामिछानेले पनि दोस्रोचोटि चितवनबाट अत्याधिक मत ल्याएर जितेकै थिए। अब त उनी के हुन्छ अब पछि हेर्दै